What a mesmerizing place. कस्तो लाग्दैछ? एकदमै खुसी लाग्दैछ। पर्सि बिहा हुँदैछ हैन? Wow, look at the views guys. Hello guys, welcome back to my YouTube channel again. So आजको नयाँ दिनमा शुभ दिनमा के भन्छौ ल तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ एकदमै। अनि अहिले चाहिँ बिहानै हामी यहाँ आइरहेको छु खरसाङ। यहाँनिर meet my friend Sanjana here again, my best friend. She is my best friend. And आज फेरि हामी यहाँ आइरहेको छु. So today is our last day है यसरी गेट टुगेदर भनौँ न। अब यो कामै भनौँ कि जेसुकै भने पनि हैन, बिफोर म्यारेज। अब सी इज गेटिङ म्यारिड हो नि त, सी इज गेटिङ म्यारिड इन दिस फेब्रुअरी। सो आज चाहिँ लास्ट हामी घुम्नु भए पनि कामले आए पनि यहाँनिर आइरहेको छु सँगै। अन्त यसको चाहिँ काम छ, पैसा पाउँछ, पैसा पैसा पाउँदैछ गाइस, पैसा 25 लाख अरे, 25,000 रुपैयाँको। त्यसको लागि हामी आइरहेको छु। अन्त यसको केस सिग्नेचर गर्नु छ अरे कि, त्यही भएर। सो गाइस हेर्दै गर्नु होला हामीलाई। यहाँ चाहिँ यसको काम भइसकिसकेको छ। हामी चाहिँ जाँदैछ अब बिडिओ अफिस। कस्तो लाग्दैछ ओइ? हजुर कस्तो लाग्दैछ? राम्रो लाग्दैछ। अब बिहा हुन आँटेको छ, अलिकति एक्सपिरियन्स भन्दैन। यहाँ हाम्रो दिदी पनि हुनुहुन्छ है, जयमसी मेरो भ्लगमा स्वागत छ। यहाँहरू दुईजना चाहिँ 25,000 थप्ने क्यान्डिडेटहरू हो। 8,000 लाख 25 लाख। कस्तो लाग्दैछ? एकदमै भन्दैन खुसी अब लाग्दैछ। पर्सि बिहा हुँदैछ हैन? त मलाई अब छोडेर जान्छस्? छोडेर जान्छु। कस्तो लाग्दैछ साथीलाई छोडेर जानु? दुःख लाग्दैछ तर एक प्रकारले त्यही पनि छेउमा भएको भए पो हो, साथीहरू छेउमा भएको भए पो स्कुटी निकालेर सुत्तै भेट्नु जाइहाल्नु। म आउँछु। एक देश जाँदैछ। त्यस्तो साह्रो टाढो पनि छैन गाइस। बाँदर कहाँ हो? बिरपाडा। ए बाँदरहाट। ल गाइस अब हामी भिडियो जाँदैछु। छिटो छिटो काम सकिहाल्छु। आया थाक्यो। यिनीहरू दुईजना चाहिँ भेट्ने बित्तिकै खालि भिडियोमा कहाँ कहाँ काम मात्रै हुन्छ भन्नुहुन्छ होला तपाईँहरू। के गर्नु अब, त्यसै हिँड्नु भएन होइन होइन। हो गाइस फाइनली यसको चाहिँ काम भइसकिसक्यो यहाँ भिडियोमा। यही देखाउँछु नि। सो गाइज नाउ अहिले चाहिँ हामी चाहिँ यहाँ आइरहेको छु बजार। जहिले पनि हामी चाहिँ यहीँबाट मात्रै पस्छु है, एउटै हुँदो रहेछ हाम्रो चाहिँ कन्टेन्ट्स। तपाईँहरूलाई देखाउँछु यहाँबाट हामी कता कता पस्छु भनेर होइन। हेर्दिनँ हौ, आई एम नट अ टी लभर। म चाहिँ टी लभर होइन, म खान्न। सो हेर्दै गर्नुहोस् हामीलाई। आज चाहिँ हामी चाहिँ एउटा ब्ल्याङ्क भयो क्या अलिकति। के भयो भन्दैन, के भयो भन्दैन। आज हामी कसरी ब्ल्याङ्क भयो? हाम्रो जिम्बास क्या, हाम्रो जिम्बास आज चाहिँ बन्द रहेछ नि हौ। ले हामीलाई धोका दियो। धोका खै आज चाहिँ किन बन्द भएको? अरू बेला त बन्द हुन्थेन जस्तो लाग्छ त है। अरू बेला बन्द हुँदैन जस्तो लाग्थ्यो त है। बेसी कमाइ भएन। सो गाइस त्यो जिम्बास चाहिँ बन्द रहेछ कि। अब चाहिँ अन्त हामी चाहिँ यहाँनिर जाँदैछु स्टेसनको छेउमा। स्टेसनको छेउमा पनि पाउँछ, पाउनु त होइन। के खाने त्यहाँ चाहिँ भन्छ? के खाने त्यहाँ चाहिँ? के खाने? अब हामी त्यहाँनिर गएर चाउमिन खानुपर्छ। सो गाइस फाइनली हामी चाहिँ यहाँनिर आइरहेको छु। त्यहाँ तलको उयसमा चाहिँ भिड रहेछ कि, अन्त हामी यहाँ माथि रेस्टुरेन्टमा आइरहेको छु। अन्त कस्तो राम्रो हेर्नु न, यो कस्तो राम्रो पाराले बनाएको है। गाइस हामी के खानु? मोमो खाँदैछ भने देखाएको मेन्यु। महँगो खाँदैछु भनेर देखाएको। सो यहाँ हेर्नु सक्नुहुन्छ राम्रो छ होइन। मेरो साथी बसिरहेको छ, मजा भयो तर। खिड्कीमा पनि जाडो पुरा। मेरो नदेख्नु किन चाहिँ आम्बो यत्रो म खानु सक्छु गाइस। त्यो नि भेज, मलाई त्यस्तो भेज खानु मन लाग्दैन नि त पुरा। म त मासु किनभने एगको खानु मन लाग्छ। म टेस्ट गर्छु तर भन्दिनँ कस्तो छ। बिस्तारै भन्ने फेरि हेरेर यताउता नहेरे बोल्दैछु। सो गाइस हामी खाइहाल्छु, हेर्दै गर्नुहोस् हामीलाई। सर नुन लगाइ मुखबाङ गर्नुपर्छ होला है। नुन लगाइ छैन? थ्याङ्क यू लर्ड। यहाँ चाहिँ हाम्रो फ्राइड राइस। झन् त्यस्तो लागेन छ है। जाडोमा त जस्तो नि त भयो त है।
तलतिर हो भने बिचरा मेरो साथी चाहिँ अब जान्छ 1 महिना बाद ल खाजा खाजा गयो ल मेरो बेस्ट फ्रेन्ड म जाँदा के सुन्नु त मम्मी हाय गाइस खाएर भेटौँ ल डिस्टर्ब हुन्छ फाइनली यहाँ चाहिँ यसको चाहिँ सबै बजारको कामहरू पनि सक्यो खानाहरू पनि खाइसकेँ हो खाना त के भन्नु फास्ट फुड अन्त सबै काम भइसक्यो अहिले चाहिँ र अब चाहिँ हामी घर जाँदैछु अब के छ काम भन् छैन होइन अब चाहिँ हामी जाँदैछु अन्त यहाँनिर अब तपाईँहरूलाई हामी एउटा यस्तो राम्रो जग्गा लगेर जान्छु है एउटा राम्रो जग्गा लगेर जान्छु होइन हामी के हो त्यो जग्गाको नाम के गार्डन अरे रक गार्डन लभ गार्डन सो गाइस नाउ वी विल गो लभ garden. गार्डन Not love garden. It's not love, okay? It's rock. It's rock garden. Okay. Yes. So hey guys, finally हामी चाहिँ यहाँ आइपुगिसक्यो जहाँ आउँछु भन्दै थिएँ होइन वाउ लुक एट टुडेज वेदर आजको वेदर चाहिँ एकदमै राम्रो छ गाडी आएन नि त अन्त कहाँ आएको लाग्यो सरी सो गाइस फाइनली वी आर हियर एन्ड यो चाहिँ कुन चाहिँ जग्गा हो भन्दाखेरि चाहिँ सरी यो जग्गाको नाम चाहिँ हो रक गार्डन इट इज इन खरसाङ सो गिद्धे भ्यू पोइन्ट दिस इज त्यो चाहिँ कहाँ हो भनेको सिँढी भएको चाहिँ मलाई त्यहाँ पो जानु मन लागेको त ल वाउ लुक एट द भ्यूज गाइस कहाँ छ त्यो सिँढीवाला भनेको यही हो क्या हौ यहाँ कस्तो राम्रो भ्यूज देख्छ यहाँबाट गाइस सी what a mesmerizing place तर यताबाट कताबाट चाहिँ कालो कालो हुँदैछ हौ कस्तो राम्रो है के अरे सो गाइस यहाँ तलमुनि पनि छ घुम्ने जग्गा चाहिँ होइन यताबाट देख्न सक्नुहुन्छ यहाँ तल अब चाहिँ हामी यहाँ आलु र मिमी खान्छु दिदी आलु मिमी पाउँछ दिनुहोस् न 2टा सो गाइस यहाँ चाहिँ हाम्रो आलु र मिमी बनिँदैछ किन चाहिँ के हुन्छ र ब्यागबाट खिच्दा चाहिँ ए आयो 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 वाउ सो गाइस नाउ वी आर गोइङ होम अब चाहिँ हामी घर जाँदैछु एकदमै राम्रो टाइम धेरै लिएर आयो भने चाहिँ राम्रो हुन्छ यहाँ चाहिँ घुम्नुको लागि चाहिँ है भाइ आज चाहिँ एकदम घामहरू लागेर राम्रो भइरहेको रहेछ हो सो वी आर गोइङ बाई अब चाहिँ घर जानुपर्छ सो गाइस दिस मच फर टुडे थ्याङ्क्स फर वाचिङ माई भ्लग अन्त आजको भ्लग चाहिँ म यहाँ एन्ड गर्छु यहीँ चाहिँ न थ्याङ्क यू भन ए थ्याङ्क यू पो भन अरे बाई गाइस यहाँ नै हेलमेट खोलेको बाई भन्नुको लागि फेरि यहीँ चाहिँ यता घाममा बाई गाइस दिस मच फर टुडेज होइन थ्याङ्क यू फर वाचिङ एभ्री वान अब चाहिँ गएको घर अब चाहिँ गएको है हामी घर बाई 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 घर बाई बाई